हेलो एभ्रिवान, वेलकम टु आवर युट्युब च्यानल। आजको यस भिडियोमा हामी साइन्टिफिक कम्युनिकेसनको लर्निङ इङ्ग्लिस अन्तर्गत रहेको हाम्रो च्याप्टर अ भेरी सर्ट हिस्ट्री अफ कम्प्युटर इथिक्सको समरी र क्वेसन एन्सरको बारेमा डिस्कसन गर्न जानेछौँ। यस भिडियोमा म हजुरहरूलाई यो च्याप्टरको समरी नेपाली भाषामा एकदम सरल र सहज तरिकाले बुझाउने प्रयास गर्दछु। त्यसैले यस भिडियोलाई हजुरहरूले अन्तिमसम्म हेरिदिनु होला है त। ल अब ढिला नगरी आउनुस् आजको हाम्रो टपिकमा इन्टर गरौँ। अब हजुरहरूलाई थाहा नै छ हाम्रो च्याप्टरको नेम रहेको छ अ भेरी सर्ट हिस्ट्री अफ कम्प्युटर इथिक्स र यो टेक्स्टको राइटर हुनुहुन्छ हाम्रो टी.डब्ल्यू. बाइनम। ल अब समरी सुरु गरौँ है त। प्रोफेसर नोबर्ट वाइनरले 1940 को दशकको सुरुवातमा कम्प्युटर इथिक्सको सुरुवात गरेका थिए। उनी त्यति बेला युद्धमा प्रयोग हुने तोप प्रणालीमा काम गरिरहेका थिए, जसले दुश्मनको विमान कहाँ छ भनेर पत्ता लगाउने र तोप कहाँ चलाउने भनेर निर्णय लिने थियो। त्यसैले उनलाई साइबरनेटिक्स भन्ने नयाँ विज्ञानको सोच आयो। साइबरनेटिक्स भन्नाले सूचना आदान प्रदान र नियन्त्रणको अध्ययन हो। वाइनरले यस उदाउँदो डिजिटल संसारमा सम्भावित इथिकल विषयहरूबारे गम्भीर रूपमा सोच्न थाले। उनको प्रसिद्ध कृति साइबरनेटिक्स अर कन्ट्रोल एन्ड कम्युनिकेसन इन द एनिमल एन्ड द मेसिनमा मानवहरूले आर्टिफिसियल मेसिन निर्माण गर्न सक्ने सम्भावनाबारे चर्चा गरिएको छ, जुन नागासाकी बमबारीसँग सम्बन्धित थियो। 1950 मा प्रकाशित उनको अर्को पुस्तक द ह्युमन युज अफ ह्युमन बिङ्सले कम्प्युटर इथिक्सको आधार तयार गर्यो। यद्यपि कम्प्युटर इथिक्स भन्ने शब्द पूर्ण रूपमा प्रयोग गरिएको थिएन। उनले कम्प्युटर प्रविधिले समाजलाई गहिरो रूपमा पुनः संरचना गर्न सक्ने बताउँदै यसलाई दोस्रो औद्योगिक क्रान्ति भनेका थिए। यो चलिरहेको कम्प्युटर क्रान्तिले कामदारहरू, सरकारहरू, पेशागत संस्थाहरू, समाजशास्त्रीहरू, मनोविज्ञानीहरू र दर्शनशास्त्रीहरूलाई धेरै चुनौती ल्याएको थियो। तर यसको महत्त्व हुँदाहुँदै पनि कम्प्युटर इथिक्स सन् 1960 को दशकसम्म गम्भीर रूपमा अध्ययन गरिएको थिएन। त्यसपछि कम्प्युटर टेक्नोलोजीको सामाजिक र इथिकल प्रभावहरूलाई ध्यान दिन थालिएको थियो। डन पार्करले 1973 मा एसोसिएसन फर कम्प्युटर मेसिनरी अर्थात् ACM का लागि कम्प्युटर क्राइम र कोड अफ कन्डक्टको निर्देशिका लेखे, जुन त्यस क्षेत्रमा महत्त्वपूर्ण साबित भयो। 1980 र 1990 को दशकसम्म ACM का निर्देशिकाहरू प्रविधिसँग मिल्दोजुल्दो बनाउने गरी संशोधन गरिए। 1960 को दशकमा गोपनीयताको हननबारे चिन्ता तीव्र रूपमा बढ्यो। सरकारका रिपोर्ट र अध्ययनहरूले व्यक्तिको गोपनीयताको मूल्याङ्कन गर्न थाले। 1970 को मध्यमसम्म अमेरिका र युरोपमा गोपनीयता र कम्प्युटर अपराध सम्बन्धी कानुनहरू बने, जसले कम्प्युटर पेसावरहरूलाई आचार संहिता अर्थात् कोड अफ कन्डक्टको पालना गर्न बाध्य बनायो। त्यसैबीच जोब्स वाइजनबमले एलिजा नामक कम्प्युटर प्रोग्रामको विकास गरे, जसले साइकोथेरापीको नक्कल गर्थ्यो। यसले कम्प्युटरको उपचारात्मक प्रयोगबारे इथिकल बहस सुरु गर्यो। उनको अर्को पुस्तक कम्प्युटर पावर एन्ड ह्युमन रिजन नयाँ उदाउँदै गरेको कम्प्युटर इथिक्सको क्षेत्रमा चर्चित बन्यो। सन् 1976 मा वाल्टर म्यानरले मेडिकल इथिक्स पढाउँदा कम्प्युटर इथिक्सलाई पनि समावेश गरे। उनले स्वास्थ्य क्षेत्रमा कम्प्युटर प्रयोगले ल्याउने नैतिक चुनौतीहरू चिने। उनले नै पहिलो पटक कम्प्युटर इथिक्स भन्ने शब्द प्रयोग गरे र अ स्टार्टर किट फर टिचिङ कम्प्युटर इथिक्स नामक पुस्तक प्रकाशित गरे। म्यानरबाट प्रेरणा पाएर टेलर वार्ड बाइनमले 1980 को दशकको सुरुमा कम्प्युटर इथिक्स अध्ययनलाई बढावा दिन पाठ्यक्रम सामग्री तयार गरे, सेमिनार र सम्मेलनहरू आयोजना गरे। सन् 1983 मा बाइनमले कम्प्युटर इथिक्स सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गरे, जुन उनको जर्नल मेटाफिलोसफीमा प्रकाशित भयो र त्यसले सार्वजनिक चासो अझ बढायो। यस प्रतियोगितामा विजयी बनेका जेम्स मोरले कम्प्युटर इथिक्सलाई ट्रेडिसनल अप्लाइड इथिक्स भन्दा भिन्न नयाँ दृष्टिकोण आवश्यक पर्ने क्षेत्रका रूपमा परिभाषित गरे। उनको निबन्ध व्हाट इज कम्प्युटर इथिक्सले कम्प्युटर प्रविधिले ल्याउने विशेष चुनौतीहरूलाई समाधान गर्न स्पष्ट नैतिक मार्गदर्शन आवश्यक छ भनेर देखायो। यस्ता चुनौतीहरूले व्यक्तिगत जीवनदेखि लिएर पुरै समाजलाई नै असर पार्न सक्ने उनको धारणा थियो। सन् 1985 मा डेब्रा जनसनको पुस्तक कम्प्युटर इथिक्स र जोन स्न्यापरले लेखेको इथिकल इस्यु इन द युज अफ कम्प्युटर शीर्षकको लेखले नयाँ बन्दै गरेको कम्प्युटर इथिक्सको क्षेत्रलाई महत्त्वपूर्ण योगदान दिए। जनसनले कम्प्युटर इथिक्सलाई ट्रेडिसनल इथिक्सको विस्तारका रूपमा वर्णन गरिन्, जहाँ स्वामित्व अर्थात् ओनरसिप, शक्ति, गोपनीयता र जिम्मेवारी जस्ता विषयहरूलाई पहिलोबाट नै चासोको विषय थिए। उनले कम्प्युटर इथिक्सलाई एकदमै नयाँ क्षेत्र नभई पुरानै इथिकल समस्याहरूलाई नयाँ दृष्टिकोणले हेर्ने तरिका मानिन्। 1985 पछाडि कम्प्युटर इथिक्स क्षेत्र तीव्र रूपमा बढ्न थाल्यो। विश्वविद्यालयका पाठ्यक्रमहरू, अनुसन्धान केन्द्रहरू, सम्मेलनहरू र प्रकाशनहरूमा स्थापना भए। विशेष गरी युरोप र अस्ट्रेलियामा यो विषयलाई एक पृथक वैज्ञानिक अनुसन्धानको रूपमा मान्यता दिन थालियो।
इथिकम जस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूले यस क्षेत्रको विकास र प्रबन्धनमा अझ बढावा दियो। पछिल्ला 2 दशकमा क्रिस्टियाना गोर्निक कोचिकोवास्का र डेब्रा जोन्सन जस्ता विद्वानहरूले कम्प्युटर इथिक्सको भविष्यबारे विभिन्न दृष्टिकोण प्रस्तुत गरे। गोर्निक कोचिकोवास्काले यसलाई विगतमा छापाखानाले गर्दा भएका इथिकल बहसहरू जस्तै संस्कृतिहरूमा लागू हुने विश्वव्यापी इथिकलको रूपमा विकसित हुने परिकल्पना गरेकी थिइन्। तर जोन्सनले भने 1959 को इथिकम सम्मेलनमा कम्प्युटर इथिक्स अन्ततः साधारण इथिक्सको हिस्सा बन्दै जान्छ र विशिष्ट क्षेत्रको रूपमा हराउँदै जान्छ भन्ने तर्क गरिन्। गोर्निक कोचिकोवास्काले कम्प्युटर इथिक्सले ट्रेडिसनल इथिक्सको अभ्यासहरूलाई बिस्तारै विस्थापित गर्दै सांस्कृतिक सीमाभन्दा बाहिर प्रयोग गर्न मिल्ने विश्वव्यापी मानक बन्ने कल्पना गरिन्। तर जोन्सनले भने कम्प्युटर इथिक्स ट्रेडिसनल इथिक्सको सिद्धान्तहरूसँग सम्बन्धित नै रहने र तिनीहरूमा समाहित हुने तर्क गरिन्। उनले भनिन् कि कम्प्युटर इथिक्सले केही पुराना विचारहरूलाई पुनः व्याख्या गर्न सक्छ तर इथिकल सोचमा पुनः रूपान्तरण ल्याउने भन्ने होइन। 21औं शताब्दीका यी फरक दृष्टिकोणहरू अझै जारी छन्। वाइनर, म्यानर र गोर्निक कोचिकोवास्का जस्ता केहीले ट्रेडिसनल इथिकल नर्म्सलाई प्रविधिको प्रगतिसँग मिलाएर पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता ओइलाउँछन्। अर्कोतर्फ जोन्सनको भनाइअनुसार कम्प्युटर इथिक्स नयाँ कुरा होइन, यो पुराना नैतिक सिद्धान्तहरूलाई अहिलेको प्रविधि अनुसार फेरि बुझाउने तरिका हो र अन्ततः यो सामान्य नैतिक नियममै मिसिनेछ। ल यसरी चाहिँ हामीले यो च्याप्टरको समरीलाई कम्प्लिट गर्यौं। अब हामी यो च्याप्टरमा रहेका क्वेशन एन्सरहरूलाई हेरौँ है त। ल हामीसँग 5 वटा क्वेशन एन्सरहरू छ, त्यो क्वेशन एन्सरहरूलाई हेरौँ। ल हामीसँग फर्स्ट क्वेशन छ, व्हाट डु यु अन्डरस्ट्यान्ड बाइ साइबरनेटिक्स भनेर सोधेको छ। साइबरनेटिक्स भन्नाले हजुरहरूले के बुझ्नुहुन्छ भनेर सोधेको छ। ल अब यसको एन्सर हेरौँ। साइबरनेटिक्स इज द स्टडी अफ इन्फर्मेसन फिडब्याक सिस्टम पोइनर बाई नोबर्ट वाइनर भनेको छ। अब साइबरनेटिक्स भनेको चाहिँ हाम्रो सूचना आदान प्रदान र त्यसको नियन्त्रण गर्ने विषय हो हैन, जसको विचार चाहिँ सुरुमा कसले गरेका थिए? नोबर्ट वाइनरले गरेका थिए। र यहाँ के भनेको छ भन्दाखेरि व्हिच एक्सप्लोर्स हाउ सिस्टम बोथ नेचुरल एन्ड आर्टिफिसियल कम्युनिकेट प्रोसेस इन्फर्मेसन एन्ड रेगुलेट देमसेल्फ भनेको छ। कुनै पनि नेचुरल होस् अथवा आर्टिफिसियल सिस्टमले कसरी कम्युनिकेट गर्छ अथवा कसरी इन्फर्मेसनहरूलाई प्रोसेस गर्छ र आफूलाई कसरी रेगुलेट गर्छ भन्ने कुरा पनि साइबरनेटिक्स भित्र पर्ने भयो नि त। त्यो चाहिँ हाम्रो के भयो? साइबरनेटिक्सको डिफिनेसन जस्तो भयो। ल अब सेकेन्ड क्वेशनमा जाम। Why does the computer have another social potentiality of honor of importance for good and for evil भनेर सोधेको छ। अब यस क्वेशनमा चाहिँ हामीलाई के सोधिएको छ भन्दाखेरि कम्प्युटरलाई सामाजिक रूपमा असर पार्ने नकारात्मक होस् वा सकारात्मक होस् दुवै प्रभाव पार्ने शक्तिको रूपमा किन भनिएको छ भनेर सोधिएको छ। ल अब यसको एन्सर हेरौँ। द कम्प्युटर हेज एनदर सोशल पोटेन्सियलिटी अफ अनर अफ इम्पोर्टेन्स फर गुड एन्ड फर इभिल बिकज इट्स एबिलिटी टु प्रोफाउन्डली इम्प्याक्ट सोसाइटी थ्रु इट्स एप्लिकेसन भनेर भनेको छ। अब कम्प्युटरले समाजमा राम्रो वा नराम्रो दुवै असर पार्न सक्छ हैन। त्यो चाहिँ कसकोमा भर पर्छ भन्दाखेरि हामीले त्यसलाई कसरी युज गर्यौं भन्ने कुरामा भर पर्छ। यदि हामीले त्यसलाई हाम्रो बेनिफिशियल पर्पजको लागि युज गर्यौं भने त्यो चाहिँ हाम्रो लागि गुड भयो हैन, र त्यसलाई चाहिँ हामीले हानिकारक कामको लागि युज गर्यौं भने त्यो चाहिँ हाम्रो लागि इभिल भयो हैन त। ल यसरी चाहिँ हामीले एक्सप्लेन गरिएको छ। ल अब थर्ड क्वेशन हेरौँ। हाउ डिड वाइनर थिंक अफ कम्प्युटर टेक्नोलोजी एज रिमार्किङ सोसाइटी भनेर सोधेको छ। वाइनरले चाहिँ कम्प्युटर टेक्नोलोजीले समाजलाई परिवर्तन गर्ने कुरा किन भनिएको हो भनेर सोधेको छ। अब एन्सर हेरौँ यसको। वाइनर थॉट अफ कम्प्युटर टेक्नोलोजी एज रिमार्किङ सोसाइटी बिकज ड्यू टू टेक्नोलोजी इन्डस्ट्रियल एज एपियर्ड एन्ड पिपुल बिकम मनी माइन्डेड एन्ड सेल्फ सेन्टर्ड भनेको छ। अब कम्प्युटर टेक्नोलोजीले गर्दा चाहिँ सोसाइटीमा के भयो त भन्दाखेरि इन्डस्ट्रियल रिभोल्युसनहरू आयो हैन, जसले गर्दा मान्छेहरू के भयो त एकदम मनी माइन्डेड भयो र एकदम सेल्फ सेन्टर भयो। यसरी चाहिँ कम्प्युटर टेक्नोलोजीले सोसाइटीलाई चेन्ज गरेको छ भन्ने कुरा उहाँले एक्सप्लेन गर्नुभयो। ल अब हामी नेक्स्ट क्वेशनमा जाम। हाम्रो 4 नम्बर क्वेशन, हाउ डिड म्यानर वर्क इन्स्पायर टेलर बाइनम भनेर सोधेको छ। म्यानरको कामले चाहिँ टेलर बाइनमलाई कसरी इन्स्पायर गरियो भनेर सोधेको छ हामीलाई। ल अब यसको एन्सर हेरौँ। वाल्टर म्यानर कोइन कम्प्युटर इथिक्स एन्ड रोट अबाउट इथिकल एस्पेक्ट अफ कम्प्युटर इन 1976। वाल्टर म्यानरले चाहिँ कम्प्युटर इथिक्स भन्ने टर्म कोइन गर्नुभयो र इथिकल एस्पेक्ट अफ कम्प्युटरको बारेमा लेख्नुभयो। कहिले त भन्दाखेरि 1976 मा उहाँले त्यो लेख्नुभयो। लेटर हिज वर्क इन्स्पायर टु टेलर बाइनम हैन, उहाँको त्यो कामले चाहिँ टेलर बाइनमलाई इन्स्पायर गर्यो र उहाँलाई टिचिङ मेटेरियलहरू लेख्नको लागि प्रेरणा दियो। टिचिङ मेटेरियल एन्ड टुल्स इन विच हि फोकस द इथिकल कोड एन्ड नर्म्स। उहाँ चाहिँ केमा आधारित भएर त्यो टिचिङ मेटेरियल लेख्नुभयो भन्दाखेरि त्यो इथिकल कोड एन्ड नर्म्सलाई समेटिएर उहाँले चाहिँ त्यो टिचिङ मेटेरियलहरूलाई लेख्नुभयो भनेको छ यस एन्सरमा। ल अब हामी नेक्स्ट क्वेशनमा जाम। हाम्रो 5 नम्बर क्वेशन हेरौँ। व्हाट इज योर भ्यू अफ द फ्युचर अफ कम्प्युटर इथिक्स एज डिराइभ फ्रम दिस लेसन। अब यो लेसन पढेर चाहिँ हजुरहरूले कम्प्युटर इथिक्सको फ्युचर कस्तो छ भनेर
सोच्नु भएको छ हजुरको भ्यू कस्तो छ भनेर सोधेको छ हामीलाई यो क्वेशनले। ल अब यसको एन्सर हेरौँ। फ्युचर अफ कम्प्युटर इथिक्स इज डिराइभ फ्रम दिस लेसन मे हेल्प टु मेन्टेन सोसल कन्डक्ट, ट्याकल इथिकल प्रब्लम एन्ड सल्भ द प्रब्लम भनेको छ। यसमा चाहिँ हामीलाई के भनेको छ भन्दाखेरि कम्प्युटर इथिक्सले भविष्यमा समाजमा राम्रो व्यवहार गर्ने, गलत कुराहरूलाई रोक्ने र समस्या समाधान गर्न मद्दत गर्ने कुरा चाहिँ यो कम्प्युटर इथिक्सले गर्न सक्छ भन्ने हाम्रो धारणा छ भनेर यहाँ भनिएको छ। ल यसरी चाहिँ हामीले यो च्याप्टरको समरी र क्वेसन एन्सरलाई कम्प्लिट गऱ्यौँ। अब यो च्याप्टर चाहिँ अरू च्याप्टरको कम्पेरिजनमा हल्का अलि डिफिकल्ट छ, त्यसैले यो च्याप्टरको समरी चाहिँ हजुरले एकचोटि आफैले पढ्नु होला हैन। अनि आफैले एकचोटि समरी पढेपछि फेरि एकचोटि यो भिडियो हेर्नु होला, त्यसपछि हजुरहरू क्लियर हुनुहुन्छ। अब नेक्स्ट भिडियोमा म हजुरहरूलाई नेक्स्ट च्याप्टरको समरी र क्वेसन एन्सरहरूको भिडियो लिएर आउँछु। यदि हजुरहरूलाई हाम्रो भिडियो मन पर्यो भने हाम्रो भिडियोलाई लाइक गरिदिनु होला र आफ्नो साथीभाइहरूसँग सेयर पनि गरिदिनु होला। ल अब आजको लागि त यति नै गरौँ है त। ल थ्याङ्क यू अल, ह्याभ अ नाइस डे, ओके बाई बाई।